Hello everyone. So today I am talking about increased intracranial pressure, which is a very important topic in neurology. यो चाहिँ BSc second year को med surg related topic हो, and it is frequently asked in exams also. So first मा हामी increased intracranial pressure पढ्नु भन्दा अगाडि intracranial pressure भनेको चाहिँ के हो हैन, यो बेसिक कन्सेप्ट हामी बुझ्छौं. सो फर्स्टमा हाम्रो स्कल हाम्रो क्रानियम चाहिँ क्रानियम इन्ट्राक्रानियल प्रेसर, क्रानियल भित्रको प्रेसर, राइट. क्रानियम भनेको इन्क्लोज्ड स्पेस हो. क्रानियममा के हुन्छ? ब्रेन टिस्यु हुन्छ, ब्लड हुन्छ, सीएसएफ हुन्छ. इन्क्लोज्ड हो. यहाँनिर तिनटैले प्रेसर मेन्टेन गरेर राखेको हुन्छ, विच इज द नर्मल फिजियोलोजिकल प्रोसेस. तर यो तीनटा मध्ये अब ब्रेन टिस्यु त अब बढ्न सक्दैन. इफ ट्युमर्सहरूले चाहिँ ब्रेन टिस्यु बढायो भने अब त्यसले पनि आइसिपी इन्ट्राक्रेनियल प्रेसर इन्क्रिज गर्ने भयो. इफ हैन क्रानियमभित्र ब्लडको मात्रा बढी भयो भने पनि इन्ट्राक्रेनियल प्रेसर बढ्ने भयो, अथवा सीएसएफको मात्रा बढी भयो भने पनि इन्ट्राक्रेनियल प्रेसर बढ्ने भयो. सो क्रानियमभित्रको कम्पोनेन्ट्स, तीनटा कम्पोनेन्ट्स मध्ये कुनैको पनि डिस्रप्सनले चाहिँ इन्ट्राक्रेनियल प्रेसरलाई एफेक्ट गर्छ. अब कि त त्यो डिक्रिज हुनसक्छ कि त इन्क्रिज हुनसक्छ, राइट. सो अहिले चाहिँ हामी इन्क्रिज इन्ट्राक्रेनियल प्रेसरको बारेमा पढिरहेछौँ. नर्मल क्रानियल प्रेसर भनेको कति हुन्छ हाम्रो? 5 to 15 mm of Hg, बट इट बिकम्स प्याथोलोजिकल वेन इट एक्सिड्स 20 mm of Hg. अब अर्को कस्तो पनि छ भन्दाखेरि हाम्रो मोनरो केली हाइपोथेसिसले के भनेको छ? ब्रेन एउटा इन्क्लोज्ड स्पेस हो. यो मध्ये यहाँनिर भएको कुनै पनि कम्पोनेन्ट बढ्यो भने त्यसलाई कम्पन्सेट गर्नको लागि अर्को कम्पोनेन्ट घट्नुपर्छ भनेको छ. सपोज सीएसएफ बढ्यो भने के हुन्छ? ब्रेनमा ब्लड फ्लो घट्नुपर्छ, बिकज क्रानियम त इन्क्लोज स्पेस हो. इन्क्लोज स्पेसमा सबै अटाउँदैन नि त, प्रेसर त बढ्छ नि त. सो सीएसएफ बढ्यो भने ब्लड घट्नुपर्छ. त्यसले गर्दा के हुन्छ? सेरेब्रल इस्केमिया हुनसक्छ होइन. सो यसको हामी इन डिटेल प्याथोलोजी अनि साइन एन्ड सिम्टम्स अनि यसको कम्प्लिकेसन्सहरू म्यानेजमेन्ट हामी अहिले यहाँ डिस्कस गर्छौँ. अब यो कसरी अकर हुन्छ भनेर हामी पढ्दाखेरि चाहिँ ब्रेनमा इन्जुरी भयो, स्ट्रोक भयो होइन, अथवा मेनिन्जेस भयो, ब्याक्टेरियल इन्फेक्सन, भाइरल इन्फेक्सन, टक्सिन्सहरूले गर्दा के हुन्छ भन्दाखेरि योमा चाहिँ नर्मल डिस्ट्रप्सनमा चेन्ज हुन्छ. इन्फ्लामेसन्सहरू हुनसक्छ. इन्फ्लामेसनमा के हुन्छ? क्यापिलरी पर्मिएबिलिटी बढ्छ होइन, अनि त्यसपछि फ्लुइडहरू सिफ्ट हुन्छ, जसले गर्दा के हुन्छ? यहाँनिर प्रेसरहरू बढ्छ होइन. द्याट विल लिड टु द चेन्ज इन नर्मल डिस्ट्रप्सन, जसले गर्दा के हुन्छ? इन्क्रिज आइसिपी, इन्क्रिज इन्ट्राक्रेनियल प्रेसर. अब इन्ट्राक्रेनियल प्रेसर बढ्यो. अब हाम्रो मोनरो केली हाइपोथेसिस अनुसार इन्ट्राक्रेनियल प्रेसर बढेपछि सेरेब्रल ब्लड फ्लो घट्नु पर्यो. सेरेब्रल ब्लड फ्लो घटेपछि के हुन्छ? कन्सियसमा अल्टर्ड हुन्छ नि त, बिकज ब्लडमा जति ब्रेन ब्लडको डिमान्ड छ त्यति पुगेन भनेपछि के हुन्छ? ब्रेनले फङ्सन राम्ररी गर्दैन, जसले गर्दा के हुन्छ? लस अफ कन्सियसनेसमा अल्ट्रेसन हुन्छ. अब त्यसपछि के हुन्छ? त्यसपछि ब्लड फ्लो कम हुन्छ, सेरेब्रल ब्लड फ्लो कम हुन्छ. आइसिपी बढ्नु र ब्लड फ्लो ब्लडमा ब्रेनमा ब्लड फ्लो कमी हुनुमा चाहिँ मेन के रिलेसन छ भन्दाखेरि सेरेब्रल पर्फ्युजन प्रेसर भनेको मिन आर्ट्रियल प्रेसर माइनस आइसिपी हो. अब लेट्स सपोज मिन आर्ट्रियल प्रेसर हाम्रो 70 छ, आइसिपी भनेको हाम्रो नर्मल 15 छ भने 70 - 15 कति हुन्छ? 55 हुन्छ. सिपिपी नर्मल भयो. इफ हाम्रो आइसिपी बढेर 25 मा गयो भने कति हुन्छ? 70 - 25 45. सिपिपी घटिरहेछ नि त. सो जति आइसिपी बढिरहेछ त्यति सिपिपी घटिरहेछ. सो आइसिपी बढ्न थाल्यो, सेरेब्रल ब्लड फ्लो घट्यो. सेरेब्रल ब्लड फ्लो घटेपछि के हुन्छ? ब्रेनमा स्केमिया हुन्छ. स्केमिया भएपछि दुईवटा मेकानिजम फेरि सुरु हुन्छ. एउटा भनेको त्यसलाई कम्पन्सेट गर्न भ्यासोडाइलेसन गराउँछ. भ्यासोडाइलेसन गराएन, अब ब्लडले ब्रेनले भ्यासोडाइलेसन गरायो, ब्लड फ्लो बढायो. तर अलरेडी यहाँ ब्लड फ्लो अलरेडी आइसिपी बढिरहेछ, त्योमा पनि ब्लड फ्लो फेरि बढ्यो भने त त्यो सानो इन्क्लोज क्रानियममा त झनै प्रेसर बढ्ने भयो नि त, जसले गर्दा फर्दर इट इन्क्रिजेस द आइसिपी. अर्को भनेको स्केमिया भयो. स्केमिया भएपछि सेल्सहरूले अक्सिजन पाएन, जसले गर्दा के हुन्छ? सेल डेथ हुन्छ. सेल डेथ भएपछि सेलभित्र भएको
सेलभित्रको टक्सिन्सहरू बाहिर रिलिज हुन्छ, जसले गर्दा फेरि इन्फ्लामेटरी रेस्पोन्स हुन्छ, जसले गर्दा साइटोटक्सिक इडेमा हुन्छ होइन। अर्को भनेको डेथ अफ द ब्रेन सेल्सको डेथ भयो, अनि जसले गर्दा फेरि भ्यासोजेनिक इडेमा भयो, अनि त्यही इन्फ्लामेसन भयो, अनि इन्फ्लामेसन भएपछि क्यापिलरी पर्मिएबिलिटीहरू बढ्छ, फ्लुइडहरू लिक हुन्छ, जसले गर्दा भेसल्सबाट लिक भयो नि त। सो यसलाई हामी भ्यासोजेनिक इडेमा भन्छौँ। साइटोटक्सिक भनेको त्यसको टक्सिन्सले गर्दा इडेमा भयो, सो हामी साइटोटक्सिक इडेमा भन्छौँ। बट ओभरअल इस्केमिया भयो, डेथ अफ ब्रेन सेल्स भयो, र सेरेब्रल इडेमा भयो। क्रानियमभित्र आइसिपी पनि बढिरहेछ, अब ब्रेनको टिस्युजहरूमा पनि इडेमा हुन थाल्यो, यता फेरि ब्लड फ्लो पनि बढिरहेछ भनेपछि एउटा इन्क्लोज स्पेसभित्र त कति धेरै तिनटै फ्याक्टर्सहरू बढ्यो नि त, जसले गर्दा झनै आइसिपी बढेर पेसेन्टको कन्डिसन चाहिँ डिटोरिएसन हुनसक्छ। सो यो चाहिँ हाम्रो प्याथोलोजी हो। अब चाहिँ हामी इन डिटेलमा होइन, अझै पनि डिटेलमा कसरी इस्केमियाले गर्दा, कसरी सेरेब्रल इडेमाले गर्दा चाहिँ आइसिपीमा इफेक्ट गर्छ, र यो आइसिपीमा इफेक्ट गरेपछि हाम्रो ब्रेनको रियाक्सन के हुन्छ भनेर हामी पढ्छौँ। सो अब हाम्रो सेरेब्रल ब्लड फ्लो घटिरहेछ। सेरेब्रल ब्लड फ्लो घटेपछि के हुन्छ भन्दाखेरि अब हाम्रो बडीले कम्पन्सेटरी मेकानिजम अप्लाई गर्छ, जसमा चाहिँ भ्यासोमोटर सेन्टर्सहरू स्टिमुलेट हुन्छ। भ्यासोमोटर सेन्टर्स भनेको के हो भन्दाखेरि यसले चाहिँ केही पनि होइन, यसले चाहिँ सिम्पली प्रेसर बढाइदिन्छ क्या। अब ब्रेनमा ब्लडको प्रेसर कम भइरहेछ, ब्लड कमी भइरहेछ, सो हामी जति प्रेसरले ब्लड चाहिँ ब्रेनमा दियौँ त्यति ब्रेनले चाहिँ ब्लड पाउँछ भनेर हाम्रो ब्रेनले सोध्छ, र ब्लडको सिस्टमिक ब्लड प्रेसर चाहिँ बढाइदिन्छ। बट त्यहाँ के भइरहेछ, आइसिपी पनि बढिरहेछ, ब्लड फ्लो पनि बढिरहेछ, झनै डिटोरिएट हुने त हुने कन्डिसन लास्टमा। सो सेरेब्रल इस्केमिया भयो, इस्केमिया भएपछि ल मैले ब्लड पाइनँ भन्छ, झनै ब्लड फ्लो बढाइदिन्छ है। अर्को भनेको के हुन्छ भन्दाखेरि इस्केमिया भइरहेछ, अक्सिजन पाइरहेको छैन, अनि अक्सिजन नपाएपछि अब अक्सिजन नपाउनुको साथै के अरे सेल्सहरूले CO2 प्रड्युस गरेको हुन्छ नि त, त्यो CO2 पनि एक्सपेल आउट हुन सक्दैन। CO2 एक्सपेल आउट हुन नसकेपछि ब्रेनमा CO2 एक्युमुलेट हुन्छ। ब्रेनमा CO2 एक्युमुलेट भएपछि त्यही CO2ले फेरि ल ब्रेनमा CO2 एक्युमुलेट भयो भनेर सिस्टोलिक ब्लड प्रेसर फेरि बढाइदिन्छ के। सो सेरेब्रल इस्केमिया भयो, भ्यासोमोटर सेन्टर्स आर स्टिमुलेटेड एन्ड सिस्टमिक प्रेसर राइजेस टु मेन्टेन सेरेब्रल ब्लड फ्लो accompanied by slow bounding pulse, रेस्पिरेटरी इरेगुल्यारिटिज। अब रेस्पिरेटरी इरेगुल्यारिटिज कसरी हुन्छ र पल्सको बारेमा हामी अझै फेरि डिस्कस गर्छौँ। अर्को भनेको ब्लड फ्लोकै कुरा गर्दा ब्लडमा के हुन्छ, पार्सल प्रेसर अफ कार्बन डाइअक्साइड हुन्छ होइन। अब PaCO2 र आइसिपीको के रिलेसन छ भन्दाखेरि इट इज भेरी एसेन्सियल टु मेन्टेन द नर्मल पार्सल pressure of carbon dioxide in patient who have increased ICP, because if PaCO2 increase भयो भने भ्यासोडाइलेसन हुन्छ। भ्यासोडाइलेसन भएपछि के हुन्छ, ब्लड फ्लो बढ्छ, आइसिपी झनै बढ्छ। इफ भ्यासो कन्स्ट्रिक्सन भयो भने एक त ब्लड पुगिरहेको छैन, सेरेब्रल इस्केमिया भइरहेछ, झनै भ्यासो कन्स्ट्रिक्सन गराउँछ। सो PaCO2 लाई नर्मल लेभलमा राख्न इट इज भेरी एसेन्सियल इन द पेसेन्ट विथ इन्क्रिज्ड आइसिपी होइन। अब द्याट कुड बी इन द पेसेन्ट विथ स्ट्रोक अर इन द पेसेन्ट विथ मेनिन्जाइटिस। ओके, अर्को सेरेब्रल इडेमाले चाहिँ कसरी आइसिपीमा इफेक्ट गर्छ भन्दाखेरि सेरेब्रल इडेमा भनेको कि त सेलभित्र एक्सेस पानी हुने हो, एक्सेस एक्युमुलेसन अफ वाटर अर फ्लुइड, कि त सेल बाहिर हुने हो, कि त होइन सेल बाहिर मिन्स एक्स्ट्रा सेलुलर स्पेस होइन, कि त बोथ। अब सेरेब्रल इडेमामा के हुन्छ भन्दाखेरि अब एब्नर्मल एक्युमुलेसन अफ वाटर अर फ्लुइड इन द इन्ट्रासेलुलर स्पेस, एक्स्ट्रासेलुलर स्पेस अर बोथ। त्यसलाई कम्पन्सेसन गर्नको लागि बडीले अटो रेगुलेसन मेकानिजम अप्लाई गर्छ। अर्को भनेको CSFको प्रोडक्सन नै कम गरिदिन्छ। अटो रेगुलेसन भनेको कस्तो भन्दाखेरि अब सेरेब्रल इडेमा भइरहेछ, अब अटो रेगुलेसन भनेको त्यसलाई डिटेक्ट गरेर चाहिँ ब्रेनको भेसल्सले चाहिँ अब उसको कन्स्ट्रिक्ट गर्ने कि त डाइलेट गर्ने के, ब्रेन भेसल्स एडजस्ट डायमिटर। अटो रेगुलेसन भनेको सेरेब्रल इडेमा डिटेक्ट गरेर ब्रेनले आफै चाहिँ ब्रेनको भेसल्सहरू चाहिँ एडजस्ट गर्ने है। बट इफ पेसेन्टलाई प्याथोलोजिकल र सस्टेन्ड आइसिपी छ भने, आइसिपी बढ्यो,
क्रेनियमभित्र आइसिपी बढ्यो, प्रेसर एकदम बढ्यो, त्यो प्रेसरले के गर्छ ब्रेनको भेसल्सहरूलाई नै कम्प्रेस गरिदिन्छ। भेसल्स नै कम्प्रेस गरेपछि त कसरी डायमिटर बढाउनु मिल्यो, अटो रेगुलेसनै फेल हुन्छ। सो आइसिपीमा सेरेब्रल इडेमा भएपछि फेलियर अफ अटो रेगुलेसन हुन्छ र सिएसएफ प्रोडक्सनहरूमा पनि यसले एफेक्ट गर्छ। अब अर्को भनेको सेरेब्रल रेस्पोन्स टु इन्क्रिज आइसिपी। अब बडीले ब्रेनले कसरी चाहिँ रेस्पोन्स गर्छ आइसिपी बढिरहेछ। सो हाउ डज द बडी रेस्पोन्स भन्दाखेरि ब्रेन चाहिँ होइन, ब्रेनमा चाहिँ स्टिडी ब्रेनमा पर्फ्युजन चाहिँ ब्रेनले मेन्टेन गर्न सक्छ होइन। इफ आइसिपी इज लेस देन 40 mmHg एन्ड आर्टेरियल सिस्टोलिक ब्लड प्रेसर इज अबाउट 50 to 150 mmHg। यो भनेको मतलब चाहिँ अब आइसिपी नर्मल आइसिपी 5 to 15 भयो, तर पनि आइसिपी 40 भन्दा कम हुनुजेलसम्म पनि ब्रेनले चाहिँ कम्पन्सेट गरेको हुन्छ कि। अनि आर्टेरियल सिस्टोलिक ब्लड प्रेसर पनि 50 to 150 सम्म जबसम्म छ तबसम्म ब्रेनले चाहिँ स्टिडी सेरेब्रल पर्फ्युजन प्रेसर मेन्टेन गर्न सक्छ। तर इफ त्योभन्दा बढी एक्सिड भयो भने चाहिँ ब्रेन क्यानट। अब हाम्रो सिपिपी भनेको हामीले नर्मल भनेको 70 to 80 ब्रेनमा चाहिने, ब्रेनमा सेरेब्रल पर्फ्युजन प्रेसर भनेको ब्रेनमा चाहिँ कति प्रेसरको ब्लड गइरहेछ सो द्याट ब्रेनले राम्ररी फङ्सन गर्न सकोस्, त्यो प्रेसर भनेको इट्स अबाउट 70 to 80 mmHg। तर इफ त्यो चाहिँ 50 भन्दा घट्यो भने के हुन्छ, ब्रेनमा इरिभर्सिबल ड्यामेज हुन्छ। सिपिपी भनेको म्याप माइनस आइसिपी एन्ड इफ म्याप इज इक्वल्स टु आइसिपी देन सेरेब्रल सर्कुलेसन सिजेस। यो त मैले भन्नु पर्दैन होला। सिपिपी भनेको म्याप माइनस आइसिपी हो, म्याप र आइसिपी सेम हो भने सिपिपी 0 हुन्छ, जसले गर्दा सेरेब्रल सर्कुलेसन सिज हुन्छ। ओके, सो हामी साइन एन्ड सिम्पटम्सको बारेमा पढ्छौँ। अब यता डिफ्रेन्ट कम्पन्सेटरी मेकानिजमले भ्यासोमोटर सेन्टर्सहरूले होइन पिएसिओ2हरूले गर्दाखेरि के हुन्छ, हाम्रो सिस्टोलिक ब्लड प्रेसर बढेको हुन्छ। सिस्टोलिक ब्लड प्रेसर बढ्छ बट डायस्टोलिक ब्लड प्रेसर बढ्दैन। सो हाम्रो के हुन्छ, पल्स प्रेसर भनेको सिस्टोलिक ब्लड प्रेसर माइनस डायस्टोलिक ब्लड प्रेसर। सिस्टोलिक ब्लड प्रेसर बढिरहेछ सो के हुन्छ, पल्स प्रेसर पनि वाइड हुँदै जान्छ। अनि त्यसपछि ब्लड प्रेसर बढिरहेछ भने चाहिँ हार्टले बेसरी पम्प गरिरहेछ नि त, बट एट सम पोइन्ट हार्ट त थाक्छ नि त, सो उसले बिस्तारै पम्प गर्न थाल्छ कि, जसले गर्दा के हुन्छ ब्राइडिकार्डिया हुन्छ। अनि अर्को भनेको एबनर्मल ब्रिदिङ हुन्छ। एबनर्मल ब्रिदिङ कसरी हुन्छ भन्दाखेरि क्रानियम ब्रेनमा प्रेसर एकदमै बढ्यो, जसले गर्दा के हुन्छ ब्रेनले चाहिँ अब त्यसको एडजेसेन्ट एरियाजहरूलाई चाहिँ कम्प्रेस गर्न थाल्छ। त्योमा के कम्प्रेस हुन्छ भन्दाखेरि ब्रेन स्टेम कम्प्रेस हुन्छ कि। ब्रेन स्टेमको काम के हो, ब्रेन स्टेममा के हुन्छ मेडुला र पोन्स हुन्छ। मेडुला र पोन्सले के गर्छ, त्यहाँदेखि त रेस्पिरेटरी सेन्टर्सहरू हुन्छ नि त, रेस्पिरेटरी रेट रिदम प्याटर्नहरू कन्ट्रोल गर्छ। तर ब्रेन स्टेमै कम्प्रेस भएपछि मेडुला र पोन्स कम्प्रेस भएपछि के हुन्छ, रेस्पिरेटरी सेन्टर्सहरूले माल फङ्सन गर्छ त, जसले गर्दा इरेगुलर ब्रिदिङ हुन्छ, एबनर्मल ब्रिदिङ हुन्छ। र त्यो एबनर्मल ब्रिदिङमा कस्तो कस्तो खालको ब्रिदिङ हुन्छ भन्दाखेरि एउटा काइन स्ट्रोक रेस्पिरेसन हुन्छ, जहाँ चाहिँ पेसेन्टले एकदम डिप इन्सपिरेसन अनि डिप एक्सपिरेसन अनि पिरियड्स अफ एप्निया। अनि अर्को भनेको सेन्ट्रल न्युरोजेनिक हाइपोभेन्टिलेसन भनेको एकदम ऱ्यापिडली ब्रिदिङ गर्छ। अर्को भनेको एप्निस्टिक ब्रिदिङ गर्न सक्छ भनेको एकदमै डिप इन्सपिरेसन अनि एकदम सर्ट पिरियड अफ एक्सपिरेसन, अथवा एट्याक्सिक ब्रिदिङ। एट्याक्सिक ब्रिदिङ भनेको चाहिँ एकदम डेन्जर साइन हो। एट्याक्सिक ब्रिदिङ भनेको कम्प्लिटली भेरी इरेगुलर ब्रिदिङ। सो हाम्रो कुसिङ ट्रायडभित्र यो नै पर्छ, इन्क्रिज सिस्टोलिक ब्लड प्रेसर विथ वाइड पल्स प्रेसर, ब्राइडिकार्डिया र एबनर्मल ब्रिदिङ भनेको यो कुसिङ ट्रायड हो। इट इज अ क्लासिकल सिम्पटम्स अफ रेज्ड आइसिपी। यो भनेको भेरी भेरी स्पेसिफिक सिम्पटम्स भयो। अब अर्को भनेको आइसिपी बढिरहेछ, पर्फ्युजन घटिरहेछ, ब्रेनले राम्ररी फङ्सन गरेको छैन, सो कन्सियसनेसमा इफेक्ट गर्छ होइन। अरू साइन एन्ड सिम्पटम्स भनेको एजिटेसन हुनसक्छ, स्पिचहरू स्लो हुनसक्छ, फ्रन्टल लोबमा हाम्रो स्पिच रेगुलेसन सेन्टर्सहरू हुन्छ होइन, हामीले कम्प्रिहेन्ड गर्न सक्दैनौँ अथवा बोल्न सक्दैनौँ। अथवा अर्को भनेको डिले इन रेस्पोन्स टु भर्बल सजेसन, रेस्टलेसनेस, कन्फ्युजन, ड्राउजिनेस, हेडेक, भमिटिङ पनि प्रोजेक्टाइल भमिटिङ इज मोर डेन्जरस। अनि ग्रेजुअली अब यसलाई ट्रिट गरेन भने के हुन्छ, पेसेन्ट स्टुपरस हुँदै जान्छ, भनेको पेसेन्ट चाहिँ एकदम अनकन्सियस हुन्छ, तर उसले चाहिँ पेन अथवा लाउड स्टिमुलाइहरूमा मात्रै रियाक्ट गर्छ क्या।
अब अरू साइन एन्ड सिम्पटम्सहरू भनेको ब्रेन स्टेम पनि कम्प्रेस भइरहेछ। सो लस अफ ब्रेन स्टेम रिफ्लेक्सेस लाइक प्युपिलरी रिफ्लेक्स लस हुन्छ, कर्नियल रिफ्लेक्स लस हुन्छ, ग्याग रिफ्लेक्स लस हुन्छ, सलिङ रिफ्लेक्स लस हुन्छ। यो हुन थाल्यो भने चाहिँ पेसेन्ट चाहिँ एकदमै प्रोग्नोसिस चाहिँ धेरै नराम्रो छ भनेर बुझिन्छ है। इफ वी सी ब्रेन स्टेम रिफ्लेक्स लस इन द पेसेन्ट विथ इन्क्रिज आइसिपी। अब यस्तो पेसेन्टलाई असेसमेन्ट कसरी गर्ने भन्दाखेरि फर्स्टमा हामीले असेसमेन्टमा जहिले पनि हिस्ट्री र फिजिकल एक्जामिनेसन छुटाउनुहुन्न। सो पेसेन्टको डिटेल हिस्ट्री लिनु पऱ्यो, पेसेन्टको डिटेल फिजिकल एक्जामिनेसन गर्नु पऱ्यो र फिजिकल एक्जामिनेसनमा न्युरोलोजिकल एक्जामिनेसनलाई बढी फोकस दिनु पऱ्यो होइन। अर्को भनेको आइसिपी मेजर गर्नको लागि हामी सिटी एमआरआई पनि गर्छौँ। सेरेब्रल एन्जियोग्राफी भनेको ब्लड भेसल्स भयो, ग्राफी भनेको हेर्ने राइट। सेरेब्रलको ब्लड भेसल्सहरूलाई हेर्न पनि सक्छौँ। अर्को ट्रान्सक्रेनियल डप्लर गर्न सक्छौँ अथवा एपिड्युरल मोनिटरहरू गर्न सक्छौँ। अनि गोल्ड स्ट्यान्डर्ड भनेको चाहिँ इन्ट्राभेन्ट्रिकुलर क्याथेटर अल्सो नोन एज भेन्ट्रिकुलोस्टोमी अर इन्ट्रा प्यारेन्काइमल प्रोब अल्सो नोन एज कर्टिकल प्रोब। यो दुईवटा मेथड भनेको चाहिँ इट इज अ गोल्ड स्ट्यान्डर्ड फर मेजरिङ द आइसिपी। अब यो चाहिँ एकदमै डिटेल छ है, म एकदम छोटो भन्छु। इन्ट्राभेन्ट्रिकुलर क्याथेटर भनेको चाहिँ डिभाइसहरूले चाहिँ भेन्ट्रिकल्समा चाहिँ नाप्ने, त्यो पनि भेन्ट्रिकल्स पनि हाम्रो नन डोमिनेन्ट साइड। अब इफ म राइट डोमिनेन्ट छ भने मेरो लेफ्ट डोमिनेन्ट साइडको भेन्ट्रिकल्समा चाहिँ नाप्ने भयो। अर्को इन्ट्रा प्यारेन्काइमल प्रोब भनेको चाहिँ यो चाहिँ हाम्रो कता ड्यामेज भएको छ लाइक स्ट्रोकहरूले गर्दा अथवा केही ट्रमाहरूले गर्दा इन्जुरी भयो भने चाहिँ त्यो इन्जुरी भएको साइडमा चाहिँ हामीले ग्लुटामेट, ल्याक्टेट, पाइरुवेट, ग्लुकोजहरूको लेभल चाहिँ नापेर आइसिपीको स्टेटस हामीले थाहा पाउन सक्छौँ। अर्को भनेको हामीले ब्लडमा रेस्पिरेटरी सिस्टममा हामीले के गर्छौँ, एसपिओ2 नाप्छौँ नि। तर हामीले न्युरोलोजिकलमा चाहिँ अलङ विथ एसपिओ2 इट इज नेसेसरी टु मेन्टेन एसजेभिओ2 भनेको अक्सिजन सेचुरेसन इन द जुगुलर भेनस बल्ब। जुगुलर भेनमा चाहिँ कतिको अक्सिजन सेचुरेसन छ, सो द्याट हामीले थाहा पाउन सक्छौँ कि सेरेब्रल पर्फ्युजन कतिको छ। यसले आइसिपी नै मेजर त गर्दैन, बट यसले सेरेब्रल पर्फ्युजन मेजर गर्छ होइन। अनि सो यो दिज आर द मेजर्स टु मेजर द आइसिपी, असेस द आइसिपी। अब यसको म्यानेजमेन्ट कसरी गर्छौँ भन्दाखेरि इफ पेसेन्ट चाहिँ आइसिपी रेज भएको छ भने इट इज अ भेरी इमर्जेन्सी कन्डिसन, जसको लागि चाहिँ वी निड प्रम्प्ट ट्रिटमेन्ट। सो फर्स्टमा म्यानेजमेन्टको लागि हामी जहिले पनि म्यानेजमेन्ट गर्नु भन्दाखेरि पेसेन्टलाई मोनिटर गर्छौँ होइन। सो मोनिटरिङ द आइसिपी एन्ड सेरेब्रल अक्सिजन मोनिटरिङ गर्नु पऱ्यो। मोनिटरिङमा यही कुराहरू लेख्नु पऱ्यो। प्लस नर्मल आइसिपी लेभल इज यति, नर्मल सेरेब्रल पर्फ्युजन प्रेसर इज यति, अनि त्यो लेभलभन्दा माथि तल फ्लक्चुएट भएको छैन त्यो मोनिटर गर्ने। अल्सो वी क्यान मेजर द आइसिपी थ्रु दिज भनेर यसरी लेखे हुन्छ। सेकेन्ड भनेको डिक्रिजिङ सेरेब्रल इडिएमा भएर त्यत्रो भइरहेछ। सो हामीले सेरेब्रल इडिएमा घटायौँ भने पनि वी क्यान म्यानेज द आइसिपी। सेरेब्रल इडिएमा कसरी घटाउनु मिल्छ भन्दाखेरि यसको 4वटा पोइन्ट छ, मोस्टली 4वटा पोइन्ट छ, प्लस अरू सपोर्टिभ ट्रिटमेन्ट पनि भइहाल्छ। एउटा भनेको अस्मोटिक डायरेटिक म्यानिटोल र हाइपरटोनिक सलाइन 3%। अस्मोटिक डायरेटिक भनेको म्यानिटोल र हाइपरटोनिक सलाइन दियो भने चाहिँ हामीले सेरेब्रल इडिएमा डिक्रिज गर्न सक्छौँ। कसरी भन्दाखेरि यसले चाहिँ वाटरलाई चाहिँ इट एक्सपेल्स आउट द वाटर फ्रम द सेल है। अनि अस्मोटिक डायरेटिक दिइरहेछौँ। सो पेसेन्टको स्ट्याटस मोनिटर गर्नको लागि हामीले क्याथेटर चाहिँ पेसेन्टलाई इन्सर्ट गर्छौँ के, सो द्याट युरिन आउटपुट कति छ भनेर। सो इट इज भेरी नेसेसरी टु मोनिटर द युरिन आउटपुट थ्रु द युरिनरी क्याथेटर। सेकेन्ड भनेको इफ ब्रेन ट्युमरले गर्दा आइसिपी रेज भइरहेछ भने हामी कर्टिकोस्टेरोइड्स दिन्छौँ। अब यसको ऱ्यासनल के हो भन्दाखेरि ब्रेन ट्युमर छ, अब त्यो ट्युमरको आफ्नै भेसल्सहरू हुन्छ नि त, ट्युमरले आफ्नै त्यो अब ट्युमरहरूले चाहिँ एन्जियोजेनेसिस गर्छ क्या, आफूलाई चाहिने ब्लड होइन सप्लाई चाहिँ आफै क्रिएट गर्छ क्या। अनि जुन ट्युमरको ब्लड भेसल्सहरू हुन्छ नि त्यो चाहिँ एकदमै लिकी हुन्छ क्या। अनि त्यो लिक भएपछि के हुन्छ, इडेमा हुन्छ। त्यही भेसल्सहरूको क्यापिलरी वालमा गएर चाहिँ कर्टिकोस्टेरोइड्सले चाहिँ एक्ट गर्छ, जसले गर्दा चाहिँ इडेमा घटाउँछ। सो इफ द ट्युमर is the suspected case of ICP, then corticosteroids like dexamethasone is used.
अर्को भनेको फ्लुइड रेस्ट्रिक्सन, इडेमा भइरहेछ, वाइ वुड यु वान्ट टु गिभ मोर फ्लुइड टु द पेसेन्ट, सो फ्लुइड रेस्ट्रिक्सन गर्नु पऱ्यो ल। लोवरिङ बडी टेम्परेचर, बडी टेम्परेचरको रोल भनेको चाहिँ अब फिभर भइरहेछ भने के हुन्छ, सेरेब्रल डिमान्ड, मेटाबोलिक डिमान्ड त बढिरहेको हुन्छ नि त, जसले गर्दा ब्रेन चाहिँ मोर टायर्ड हुन्छ क्या। सो हामीले मेटाबोलिक डिमान्ड घटाउनु पऱ्यो। अलङ विथ लोवरिङ द बडी टेम्परेचर हामीले ग्लुकोज पनि नर्मल लेभलमा राख्नु पऱ्यो, बिकज ग्लुकोजले त ब्रेनलाई फङ्सन गर्न हेल्प गरिरहेछ नि त। सो लोवरिङ बडी टेम्परेचर एन्ड मेन्टेनिङ द ब्लड ग्लुकोज इन नर्मल लेभल, अझ स्पेसिफिक हुनको लागि बडी टेम्परेचर मेन्टेन गर्ने इन अबाउट 98 डिग्री फरेनहाइट अथवा 100 डिग्री फरेनहाइट एक्सिड गर्न नदिने, अथवा ब्लड ग्लुकोज चाहिँ हाम्रो टार्गेट कति हुन्छ 70 to 120, त्यसरी लेख्न पनि मिल्यो। फ्लुइड रेस्ट्रिक्सनमा पनि होइन, पेसेन्टलाई डु नट एक्सिड द फ्लुइड 1 लिटर अथवा 1.5 लिटरभन्दा बढी नदिने भनेर यसरी स्पेसिफिक भएर लेख्न पनि मिल्यो। अब अर्को भनेको हामीले सेरेब्रल पर्फ्युजन प्रेसर मेन्टेन गर्ने। थर्ड पोइन्ट अफ म्यानेजमेन्ट अफ आइसिपी इज मेन्टेनिङ द सेरेब्रल पर्फ्युजन प्रेसर। सेरेब्रल पर्फ्युजन प्रेसर मेन्टेन कसरी गर्ने भन्दाखेरि फर्स्टमा त असेस गर्ने कस्तो छ सेरेब्रल पर्फ्युजन प्रेसर, एसएभिओटूले असेस गर्न सक्यो होइन। हाम्रो टार्गेट भनेको 70सम्म राख्न सक्यो भनेर लेख्न मिल्यो होइन। अनि सेरेब्रल पर्फ्युजन प्रेसर कसरी मेन्टेन गर्ने भन्दाखेरि वी क्यान म्यानिपुलेट द कार्डियाक आउटपुट टु मेन्टेन द सिपिपी। यसको मतलब के भन्दाखेरि हार्टले जति ब्लड दिन्छ त्यति ब्लड ब्रेनमा जान्छ नि त। सो कार्डियाक आउटपुट भनेको त द भोल्युम अफ ब्लड हार्ट पम्प्स पर मिनट। अब त्यो हामीले बढायौँ भने त ब्रेनले बढी ब्लड पाउनु भयो नि त। सो कार्डियाक आउटपुट हामीले म्यानिपुलेट गर्न सकिन्छ बाई इन्क्रिजिङ द कन्ट्र्याक्सन। हार्टको कन्ट्र्याक्सन जति हुन्छ हार्टले त्यति छिटो पम्प गर्छ, त्यति स्ट्रङली पम्प गर्छ। कन्ट्र्याक्सन कसरी इन्क्रिज गर्ने भन्दाखेरि आयोनोट्रप्सहरू दिएर, आयोनोट्रप्समा के पर्छ, डोब्युटामाइन, नोरेपिनेफ्रिनहरू पर्छ होइन। अनि फ्लुइडहरू पनि दिन सकिन्छ। अर्को भनेको सेरेब्रल पर्फ्युजन प्रेसर कसरी मेन्टेन गर्ने भन्दाखेरि इफ रिफ्र्याक्टरी आइसिपी छ, रिफ्र्याक्टरी भन्नेको मतलब कुनै पनि इन्टरभेन्सनले चाहिँ त्यो रिलिभ नै हुन सकेन भने चाहिँ हामी त्यसलाई रिफ्र्याक्टरी भन्छौँ के। जे गरे पनि त्यो कमै भएन। इफ रिफ्र्याक्टरी आइसिपी छ भने डिकम्प्रेसन हेमिक्रेनियोटोमी गर्न सकिन्छ। यो भनेको चाहिँ क्रेनियमको पार्ट निकाल्ने सो द्याट द ब्रेन क्यान एक्सपान्ड होइन, ब्रेन एक्सपान्ड हुनसक्छ, जसले गर्दा ब्रेन हर्निएसनको चान्सेसहरू पनि त घट्ने भयो नि त। सो वी क्यान अल्सो पर्फर्म डिकम्प्रेसन हेमिक्रेनियोटोमी। नट वी क्यान बट वी क्यान असिस्ट द पेसेन्ट प्रिअपरेटिभली पोस्ट अपरेटिभली इन डिकम्प्रेसन हेमिक्रेनियोटोमी। अर्को भनेको रिड्युसिङ सेरेब्रल स्पाइनल फ्लुइड एन्ड इन्ट्राक्रेनियल ब्लड फ्लो। सिएसएफ बढेर अथवा ब्लड फ्लो बढेर पनि त आइसिपी रेज भएको हुनसक्छ। सो त्यसको लागि हामी के गर्न सक्छ, सिएसएफ ड्रेनेज गर्न सकिन्छ। सिएसएफ ड्रेनेज त गर्ने, तर के हुन्छ ब्रेन त एकदम प्रेसराइज्ड भएर बसिरहेको हुन्छ नि त। अनि वरिपरि सिएसएफले पनि त्यसलाई घेरेको हुन्छ। तर हामीले एक्कासी सिएसएफ निकाल्यौँ भने के हुन्छ, एकदम प्रेसरमा बसेको ब्रेन लुज हुन्छ नि त। सो ब्रेन चाहिँ हर्निएट हुनसक्छ के। सो सिएसएफ ड्रेनेज पर्फर्म गर्दा चाहिँ एकदम कसियस अप्नाउनु पर्ने हुन्छ, बिकज इट हेज अ रिस्क अफ ब्रेन हर्निएसन। अनि पिएससिओ2 मेन्टेन गर्ने ब्लड फ्लोको लागि, बिकज मैले भनिसकेँ पिएससिओ2 बढ्यो भने के हुन्छ, भ्यासोडाइलेसन हुन्छ, घट्यो भने भ्यासोकन्स्ट्रिक्सन हुन्छ, बढ्यो भने के हुन्छ, भ्यासोडाइलेसन हुन्छ, झनै ब्लड फ्लो बढिरहेको हुन्छ, झनै आइसिपी रेज भयो, घट्यो भने सेरेब्रल पर्फ्युजन प्रेसर पुग्दैन। अर्को भनेको कन्ट्रोलिङ फिभर। फिभर कन्ट्रोल गर्नु पऱ्यो पेसेन्टलाई सो द्याट मेटाबोलिक डिमान्ड्सहरू ब्रेनको कम होस् होइन। त्योमा के पर्छ भन्दाखेरि रिमुभिङ अल द बेडिङ ओभर द पेसेन्ट भनेको त्यो सिरकहरू यस्तो पेसेन्टले लगाएको न्यानो लुगा, नट न्यानो लाइक वार्म क्लोथ्सहरू रिमुभ गर्ने होइन। एडमिनिस्टरिङ एसिटामिनोफेन, पिसिएम, आइबुप्रोफेन, अनि कुल स्पोन्ज बाथ दिने, हाइपोथर्मिया ब्ल्याङ्केट युज गर्ने, अनि मोनिटरिङ गर्नु पऱ्यो कन्सटेन्ट। अर्को भनेको मेन्टेनिङ अक्सिजनेसन एन्ड रिड्युसिङ मेटाबोलिक डिमान्ड।
ब्रेनलाई मजाले अक्सिजन दिने, ब्रेनको मेटाबोलिक डिमान्ड्सहरू घटाउने होइन। यसमा अब हामीले मोनिटरिङको कुराहरू राख्न सक्यो, ब्लड ग्लुकोज मेन्टेनिङको कुरा राख्न सक्यो। प्लस ब्रेन जति इनएक्टिभ हुन्छ त्यति उसलाई डिमान्ड कम हुन्छ नि। सो हामीले ब्रेनलाई इनएक्टिभ बनाउनको लागि सेडेटिभ्स अथवा बार्बिट्युरेट्सहरू पनि दिन सक्यो। ओके, सो त्यसरी हामीले मेटाबोलिक डिमान्ड्सहरू चाहिँ ब्रेनको रिड्युस गर्न सक्यो। सो हाम्रो टोटलमा छ 5वटा पोइन्ट। एज अ नर्स हामीले के गर्न सक्यो भन्दाखेरि म्यानेजमेन्ट चाहिँ सेम यो नै हो होइन। म्यानेजमेन्ट सेम यो हो। राइट द नर्सिङ म्यानेजमेन्ट अफ आइसिपी भन्यो भने जहिले पनि असेसमेन्ट, डायग्नोसिस, इन्टरभेन्सन। अनि इन्टरभेन्सनमा यो नै लेख्ने, मोनिटरिङ यो सेम। ओके, नर्सिङ प्रोसेसमा हामीले असेसमेन्ट गर्न सकिन्छ, हिस्ट्री लिन सकिन्छ, फिजिकल एक्जामिनेसन गर्न सकिन्छ, न्युरोलोजिकल एक्जामिनेसन गर्न सकिन्छ, जसमा हामी पेसेन्टको कन्सियसनेस, डिसिएस हेर्छौँ होइन, एमएससी हेर्छौँ, मेन्टल स्ट्याटस एक्जामिनेसन, क्रेनियल नर्भ फङ्सन, सेरेब्रल फङ्सन, मोटर एन्ड सेन्सरी फङ्सन, रिफ्लेक्सेसहरू हेर्न सक्छौँ। देन हामी पेसेन्टको डायग्नोसिस बनाउने। डायग्नोसिसमा यो प्लस अरू डायग्नोसिस आफूलाई जुन मन लाग्छ थप्न मिल्यो। डायग्नोसिसको इनइफेक्टिभ ब्रिदिङ प्याटर्न बिकज अनि रिस्क अफ इनइफेक्टिभ सेरेब्रल पर्फ्युजन प्रेसर, डेफिसियन्ट फ्लुइड भोल्युम रिलेटेड टु फ्लुइड रेस्ट्रिक्सन, यस्तो डायग्नोसिसहरू बनाउन सक्यो। र इन्टरभेन्सनमा सेम, मोनिटरिङ, डिक्रिजिङ सेरेब्रल इडेमा, मेन्टेनिङ सेरेब्रल पर्फ्युजन प्रेसर, रिड्युसिङ CSF एन्ड इन्ट्राक्रेनियल ब्लड फ्लो, कन्ट्रोलिङ फिभर, रिड्युसिङ द मेटाबोलिक डिमान्ड्स, मेन्टेनिङ अक्सिजनेसन, यताउति लेख्यो सक्यो। कम्प्लिकेसन्सहरू के हुनसक्छ भन्दाखेरि आइसिपी बढेर ब्रेन स्टेमको हर्निएसन हुनसक्छ। हर्निएसन भनेको आफ्नो पोजिसनबाट त्यो सिफ्ट हुने। अर्को भनेको डायबिटिज इन्सिपिडस हुनसक्छ। न्युरोजेनिक भनेको इन्क्रिज इन द युरिन आउटपुट ड्यु टु द न्युरोजेनिक कज, नट नेफ्रोजेनिक कज। ब्रेनमा चाहिँ ब्रेनको स्टेटसले गर्दा। अनि सिन्ड्रोम अफ इनएप्रोप्रिएट एन्टिडायरेटिक हर्मोन बिकज ब्रेनको अब फङ्सन्सहरू राम्रो इन्ट्याक्ट हुँदैन, पोस्टेरियर पिट्युटरी ग्ल्यान्डको पनि फङ्सन्स इन्ट्याक्ट हुँदैन, त्यसले सेक्रेट गर्ने एडिएस हर्मोन राम्ररी सेक्रेट गर्दैन, अनि सिन्ड्रोम अफ इनएप्रोप्रिएट डायरेटिक हर्मोन हुनसक्छ। सो दिज आर द कम्प्लिकेसन्स। सो थ्याङ्क यू गाइज।